Rara Lake trip with family. Bhakti Ram Devkota, Lilanath Devkota, Gunaraj Devkota, Subhash Devkota, Chitranath Podal, Rabi Podal. पर्यो मेरो बर्दिया घर मायाको घर बाँकेको सहारा बर्दिया र बाँके आउँछु भन्यो गोरगोरको चौरामा कुर्दा कुर्दै थाके बर्दिया घर मायाको घर बाँकेको सहारा बर्दिया र बाँके आउँछु भन्यो गोरगोरको चौरामा कुर्दा कुर्दै थाके बर्दिया र बाँके आउँछु भन्यो गोरगोरको चौरामा कुर्दा कुर्दै थाके अनि यी ठाउँका नामहरू भनिदिनु पर्यो आमै अब रोडमा तलीबाटीको सिजा भयो ताई ओड्रो लुड्कु भयो ताई ओडो गोलबेडा भयो पसाइबाट भयो ताई यताबाटी हुन्नलबाट यसो भट्टबाट भनेबाट यसो पाउँसेरा अब उता पढेको देरपाटो अनि यो अब जासा भयो उता डिग्रा भयो अनि त्यही हो हाम्रो गाउँको नाम साह्रै राम्रो ठाउँ रहेछ ल साह्रै राम्रो लाग्यो आमा त्यही भएर हामी घुम्न आएको हो है ल यहाँ स्याउ खेती कहाँ हुन्छ भन्नु त स्याउ खेती उता लेकमा हुन्छ यस्तै गडामा हुन्छ उता लेख भया आजकल अब निकालिसक्या आजकल छैनन् अब सिद्धिदेखि आउनुभयो भदु आइदिया भया टन्नै स्याउ हुन्छ आरु हुन्छ ओखड हुन्छ सिमी हुन्छ त्यो मार्सी धान रोपिकन काटिसक्यो यो मार्सी धानको खेत हो यो मार्सी धानको खेत हो अब काटु गरेर अलि अब जौ लगाइसक्यो यही हो मार्सी धान हुने सबै ठाउँमा मार्सी धान हुन्छ हो तपाईले पनि मार्सी धान रोप्नुहुन्छ हो टन्नै रोपेको छ अहिले मार्सी धान कति मुरी बनाउनुहुन्छ हुन्छ 20 मुरी कोही 21 मुरी कोही 15 मुरी त्यस्तै हुन्छ ठीक छ उता धान त बोयो धान हुन्छ राम्रो हुन्न राम्रो यति दैको हाम्रो राम्रो हुन्छ यहाँ त माथि हुँदैन धान यतै माथिको रातो हुन्छ बोयो हुन्छ राम्रो हुँदैन हाम्रो जो नक्कल यो राम्रो हुन्छ खाने बेला लैजानु अलिकता हैन लानी हो पछि लैजा फर्केर आउँदा यहीँबाट लानी भन्ने कुरा छ अलिकता लिने पर्यो त्यही छ मेरो घरमा अलिकता लैजानु हामी ठीक छ ताती रोकेर हिँड्छ नापा अलिकता हामीलाई पनि यस्तै बच्चालाई ना पैसा चाहिँदैन मल रिसेस छैन रिसेस हालुला अलिकता चामल सिमी लिने पनि लैजानु ल जुम्लामा हामीले आज मार्सी चामलको खाना खाँदैछौँ है। ल हेर्नुहोस् भात हेर्नुहोस्, ल हेर्नुहोस् है।
अठाउ है भात थपम खाना थपम है मिठो लाग्यो भने अनि थप्ने खानु तेरिकमा हालिहाल्छु नि अङ्कल जुम्ला फल्छ धाना जुम्ला ल फाइनल्ली हामी राराताल आइपुग्यौँ साथी हो राराताल हे बाटो लामो रारा गङ्गा लामो करनाले हे बाटो लामो रारा गङ्गा लामो करनाले हे बेन्देलीका तारा झुलुका झुल्की जाफना हे बेन्देलीका तारा झुलुका झुल्की जाफना हे बेन्देलीका तारा झुलुका झुल्की जाफना हे हिउँदा जुम्ली साफ्या बर्खा जुम्ली यारी नाका हे हिउँदा जुम्ली साफ्या बर्खा जुम्ली यारी नाका हे हिउँचुलीका डाफ्या जाता जान्छै वै मुलै जा हे हिउँचुलीका डाफ्या जाता जान्छै वै मलाई जा हे हिउँचुलीका डाफ्या जाता जान्छै वै मुलै जा ढाक्यो खप्तडे पाटना मायाको चिनो छाडी जाऊ पन सौराडी काटना बाजा सौराडी काटना फर्के हेर्नु कोल्टी लड्की हड्नु प्राणो छैन हे फर्के हेर्नु कोल्टी लड्की हड्नु प्राणो छैन हे थापा सुवा पोल्टी माया जाल खन्याउँदो भाया हे थापा सुवा पोल्टी माया जाल खन्याउँदो भाया हे थापा सुवा पोल्टी माया जाल खन्याउँदो भाया हे बसिन थुमा नवै बहिनी मालिकाकी हे बसिन थुमा नवै बहिनी मालिकाकी हे पिरातीका हुमा साइरामै होमी जाऊ पन हे पिरातीका हुमा साइरामै होमी जाऊ पन हे पिरातीका हुमा साइरामै होमी जाऊ पन कर्णालीमा बाटो पुग्दा भुइँमै खुट्टा छैन मायालुलाई भेट्न जान कुनै चिन्ता होइन झल्को लाली मोटको बाटो पुग्यो मोटर चाल्यो जुम्ला गाली कोटको कर्णालीमा बाटो पुग्दा
खुट्टा छैन मायालुलाई भेट्न जान कुनै चिन्ता होइन झल्को लाली ओठको बाटो खुल्यो मोटर चाल्यो जुम्ला कालीकोटको बाटो खुल्यो मोटर चाल्यो जुम्ला कालीकोटको पैदल हिँड्दै भेट्न जाँदा थाल्थ्यो गोडा दुख्न जहाँ चढ्ने धन थिएन हप्तौँ लाग्थ्यो पुग्न झल्को लाली ओठको बाटो खुल्यो मोटर चाल्यो जुम्ला कालीकोटको पैदल हिँड्दै भेट्न जाँदा थाल्थ्यो गोडा दुख्न जहाँ चढ्ने धन थिएन हप्तौँ लाग्थ्यो पुग्न झल्को लाली ओठको बाटो खुल्यो मोटर चाल्यो जुम्ला कालीकोटको बाटो खुल्यो मोटर चाल्यो जुम्ला कालीकोटको विकासबाट हुँदै टाढा बित्यो जुनी मोटर चल्दा जन हजुरलाई कस्तो लाग्यो कुन्नी झल्को लाली ओठको बाटो खुल्यो मोटर चाल्यो जुम्ला कालीकोटको विकासबाट हुँदै टाढा बित्यो जुनी मोटर चल्दा